यलो महानगरपालिका सचिव व प्यकगु स्थापना दिवस हंकुदु स्थापना दिवस या ज्याजो यलो महानगरपालिका प्रमुख चिरिबाबु महर्जन या नायसी शनिबार पुचे जुगुखा स्थापना दिवस या ज्याजो या उलेजा प्रधानमन्त्री शेरबहादुर देउबा या नैदी गुखा ज्याजोले सम्बोधन यासे प्रधानमन्त्री शेरबहादुर देउबा यलो महानगरपालिका देयाहे दक्ले थकालीगु नगरपालिका जुगु थासे यलो महानगर यानुवैचुगु ज्यायतकया चछाया दिगु खा सर्वप्रथम धार्मिक सांस्कृतिक ऐतिहासिक कलानगरी उपत्यकाकै जेठो नगर ललितपुर महानगरपालिका स्थापनाको 104 वर्षमा प्रवेश गरेको सुगत अवसरमा नगरवासी जनप्रतिनिधि लगायत सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। नेपालको इतिहासमा ललितपुर नगरको आफ्नै विशिष्ट पहिचान महत्त्व छ। नेपालकै अनुपम कला नगरको रूपमा परिचित यो नगरको सरसफाई लगायतका काम गर्न विशेषतः 1975 पुस 2 गते छिमेडेल टाको रूपमा नामबाट संसारमा आएको कार्यालय आज विशाल महानगरपालिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ। ज्याजोले यलो महानगरपालिका ललितपुर महानगर गौरव सिरपान ललागु ख सफाई कर्मी मन्जु अर्याल यसपछि सवारी चालक पदम बहादुर तामाङ कृपया अगाडि आइदिनु होला। सफाई कर्मी हिडादेवी पोडेनीज्यू श्री बहादुर महर्जनज्यू त्यसैगरी सवारी चालक राम बहादुर पोडेज्यूलाई पनि अगाडि आइदिनु अनुरोध गर्न चाहन्छु। सवारी चालक राम बहादुर पोडेज्यू नगर प्रहरी हलदार प्रधानमन्त्री शेरबहादुर देउबा वरिष्ठ धातु मूर्तिकार राजकुमार साक्य वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ प्राज्ञ कालुकुमा व यलो महानगरपालिका पूर्व प्रमुख बुद्धिराज वज्राचार्य ललितपुर महानगर गौरव सिरपा छ्यापियाती गुखा अथे ज्याजोले प्रधानमन्त्री देउबा विद्युतीय माध्यम राजस्व सङ्कलन प्रणाली ई पेमेन्ट व यलो महानगरपालिका नारायण उलेजाया नदी गुखा सभापति आसन नवासे यलो महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सोनिगले मेट्रोया विकल्प मधुगोधासे मोटरसाइकल हया सोनिगले ट्राफिक जाम अप्वेकेको पलेसा मेट्रो रेल सञ्चालन या लागि आवश्यक तयारी याके मागु थेदिल। कुनै पनि घरमा 3 जना दाजुभाइ छन् भने त्यहाँ घटीमा पनि 3टा मोटरसाइकल त हुन्छ नै। त्यहाँ मोटरसाइकल चलाउनुको निमित्त अप्ठ्यारो छ तरै पनि चाँजो पाँचो मिलाएर मोटरसाइकल चलाइरहेको हुन्छ र त्यो 3 जना दाजुभाइहरू मध्ये एकजना चाहिँ फेरि मोटरसाइकलको पारखी छन् भने उले चाहिँ अहिलेको रोयल इनफिल्ड मोटरसाइकल एउटा किनेको हुन्छ। त्यसले गर्दा त्यहाँ चाहिँ 4वटा मोटरसाइकल हुन्छ। बस यो भनेको हाम्रो राष्ट्रिय समस्या हो मैले देखिरहेको अनुसार। तसर्थ यो समस्यालाई सम्बोधन गर्नको निमित्त अहिले नै हामीले पहल कदम गरेनौँ भने 15-20 वर्षपछि त यहाँ ललितपुरबाट काठमाडौँ जानको निमित्त हिँडेर जाँदाखेरि जति छिटो पुगिन्छ मोटरसाइकल र मोटरमा गएर ढिला पुगिन्छ। यो लेखिराख्नुहोस्, यो मेरो फोरकास्ट हो। यो चाहिँ दिस इज गोइङ टु ह्यापन फर स्योर। यो लागु हुन्छ यो परेपछि। तसर्थ अहिले नै यसको विकल्प हामीले सोचेनौँ भने के हुन्छ। तसर्थ म यही कुरा पनि मैले अस्ति बसन्तपुरमा मैले उद्गार व्यक्त गरेँ कि अब भनेको मेट्रो भन्दा अर्को विकल्प छँदैछ। ज्याजोले नवासे यी महानगरपालिका मेयर बालेन्द्र शाहन नेवा सभ्यता सम्बन्धी विश्वविद्यालय स्थापना व बागमती खुसिया सुचुपिचु यागु ज्या यलो महानगरपालिका लिसे सहकार्य यागु प्रस्ताव तयारीको खा ललितपुर महानगरपालिका एकदमै ज्येष्ठ एकदमै पुरानो नगरपालिका भएको हुनाले चाहिँ हाम्रो एउटा संस्कृति सम्पदा हाम्रो नेवा सभ्यता सम्बन्धी चाहिँ एउटा युनिभर्सिटीको लागि पनि पहल गरिदिनु हुन यहीँबाट म अनुरोध गर्न चाहन्छु। जसको लागि चाहिँ काठमाडौँ महानगरपालिका र ललितपुरले सहकार्य गरेर त्यो स्थान काठमाडौँमा पनि हुनसक्छ ललितपुरमा पनि हुनसक्छ। ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसको लागि पहल गरिदिनु भयो भने हाम्रो सभ्यतालाई अभिलेखीकरण पनि हुन्छ। एउटा डिग्री नै लिने प्रोसेसहरू भएपछि यसलाई चाहिँ हामीले अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ। हाम्रा कला कौशलहरू त्यसमा
अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ, एकाडेमीको रूपमा स्थापना गर्न सक्छौँ, हाम्रा विभिन्न बाजाहरूलाई चाहिँ एउटा डिग्रीको रूपमा ल्याउन सक्छौँ। हामी 2टा महानगरपालिका बागमती सभ्यता सहरी विकास मन्त्रालयले सहकार्य गरेर त्यो बागमतीको पर्मनेन्ट जुन सरसफाइ गर्नलाई सिवरेज ट्रिटमेन्ट प्लान्टहरू राख्नुपर्ने हुनसक्छ, यतापट्टि पनि राख्नुपर्ने हुनसक्छ, उतापट्टि पनि राख्नुपर्ने हुनसक्छ र त्यसको हामीले ड्रेजिङहरू गर्नुपर्ने हुनसक्छ र उहाँले विभिन्न ठाउँमा भन्दै पनि आउनुभएको छ कलकल पानी बगोस्, निलो पानी बगेको देख्न मन छ, त्यहाँ बोटिङ होस्। त्यो सपना साकार गर्नलाई चाहिँ हामीले सहकार्य गर्नै पर्छ आगामी दिनहरूमा र यी 2टा कुराहरू मात्रै हामीले यो कार्यकालमा सहकार्य गर्न अगाडि बढ्न सक्यौँ भने निकै राम्रो एउटा सन्देश जान्छ, काठमाडौँ उपत्यकाकै तर्फबाट एउटा राम्रो सन्देश जान्छ। ज्याजोले प्रतिनिधि सभा ललितपुर जिल्ला पाखे निर्वाचित प्रेम बहादुर महर्जन, डाक्टर तोसीमा कार्की, प्रदेश सभा ललितपुर जिल्ला पाखे निर्वाचित रामकृष्ण चित्रकार, यला महानगरपालिका यात सचिव पेदकेगु लस्ता बिन्तुना देशरादी गुखा। ललितपुर महानगरपालिकाले 104औं स्थापना दिवस मनाइरहँदा हाम्रो 104 वर्ष पहिले यो नगरपालिका यो पातनसितै कस्तो सानो साँग्रो र सांस्कृतिक रूपमा अति नै महत्त्वपूर्ण र जनजीविकाको हिसाबमा कुरा गर्ने हो भने अत्यन्त कष्टपूर्ण र एउटा छुट्टै पहिचानका साथ जीवनयापन गर्ने जनसमुदायहरू जसको सुरक्षा सरसफाइको निमित्त छेम्दुलो अड्डाको रूपमा स्थापना भएको त्यति बेलाको अफिस कार्यालयले आज महानगरपालिकाको हैसियत प्राप्त गरिरहँदा ललितपुर महानगरपालिकाले थुप्रै प्रगति र उन्नति गरेको हामी सबैको सामुन्ने छँदैछ। आज ललितपुर महानगरपालिकाको 104औं स्थापना दिवसको गरिमामय अवसरमा मलाई यो मञ्चमा केही शब्द बोल्ने मौका दिनुभएकोमा गौरव महसुस गरिरहेको छु। यो महसुस गर्दा गर्दै हजुरहरू सम्पूर्णमा हार्दिक कृतज्ञता फेरि पनि अर्पण गर्न चाहन्छु, टक्र्याउन चाहन्छु। यो मौका दिनुभएको छ जनप्रतिनिधि एउटा प्रतिनिधिको हिसाबले हजुरहरूको प्रतिनिधित्व गर्दै समस्या समाधानको पुल बन्ने मौका दिनुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। आज ललितपुर महानगरपालिकाको 104औं स्थापना दिवस हामी भव्यतापूर्वक मनाउँदैछौँ। सबभन्दा पहिला म ललितपुर महानगरवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक बधाई दिन चाहन्छु, शुभकामना व्यक्त गर्न चाहन्छु, शुभेच्छा प्रकट गर्न चाहन्छु। देशकै ज्येष्ठ नगरपालिकाको रूपमा, जनताको संस्थाको रूपमा, जनतासँग दैनिक रूपमा जोडिएको स्थानीय सरकारको रूपमा ललितपुर महानगरपालिकाले आफूलाई प्रस्तुत गरिरहेको छ। ज्याजोले यला महानगरपालिका उपप्रमुख मञ्जली साक्य बज्राचार्य यला महानगर या त नमुना महानगर देखे त गुहालिया पिन्त शुभाध्यक्षना दिगुखा। ज्याजोले महानगर दुनिया उत्कृष्ट करदाता सम्मान लिसे उत्कृष्ट कर्मचारी अथवा सेवानिवृत्त कर्मचारी वेतन सम्मान यागुखा। ऐतिहासिक व सांस्कृतिक नगर या मसीका बीत सफल यला महानगर 2 गते या त स्थापना दिवस रूपे हनावै चुङ्गुदु उत्कृष्ट करदाताको रूपमा सम्मानित हुनुभएको छ। साथीहरू उहाँलाई सम्मान गरौँ। सम्माननीय प्रधानमन्त्री व्यक्तिगत तर्फ उत्कृष्ट करदाता मध्ये यस 104औं स्थापना दिवसको सन्दर्भमा उपस्थित